हेलो साथीहरू, नमस्कार सबैजनालाई। आज हामी अन्डा बिरयानी बनाउँदैछौँ है। अनि यता सबै चिज रेडी भइसकेको छ। यता तेल गरम हुँदैछ हैन। यो चाहिँ धनिया, पुदिना, यता खडा मसला गरम हुँदैछ। बाँकी एकैछिनमा देखाउँछु है। गाइज, यिनी चाहिँ हाम्रो कुक हुन् है। अनि यता बनाउँदै हुनुहुन्छ। टमाटर हाल्यो। अब हात पनि कुनै मसिन भन्दा कम छैन फेरि। हात कति गोरो त किन दही हाल्नु। दही हाल्दै है। दही ल आज कति टेस्टी हुन्छ हेरौँ। चाहिँ त्यो फर्स्ट चोटि होइन। यति उज्यालो देखाउँदै रहेछ। आज हाम्रो घरमा ल साथीहरू, अब यो भिजाएको चामल अब यसमा हाल्ने हो हैन। तुम्हारा फ्लैश नहीं जला है। ए राम्रो देखा। हमेशा जला के देना है। मसला को कमी होला जस्तो छ साथीहरु, लेकिन चामल चाहिँ ज्यादै भेटायो कि। मसला कमी के हो किन होला? यहाँ दोकानमा जिकै छ। अझ पनि ल्याउँला। मसलाको दोकान खोल्दिउँ। मैले बनाएकै थिएँ नि, त्यो बोल्नु अब बन्न लाग्छ। अब मसला कमी हजुर, हाम्रो बिरयानी मसला ल्याइनु। बाघ जो छाला मात्रै देखिँदै सिर्केहरू यताको बाघमा। अब त छोडिदियो भने अब बासी लाग्छ पाकेको देखाउनु। ल रेडी भयो साथीहरू। अब चाहिँ हामी खान लागेको है।